चाइनाको सबैभन्दा लामो नदी याङ्जी रिभरमा बोटमा यात्रा गरिरहँदाखेरि यसरी भिडियो खिच्नुको मजा बेग्लै छ। चिसो हावा बहिरहेको बेलामा पानी पनि धमिलो। बोटको यात्रा करिब 5-7 मिनटको यात्रा वारपार गर्नका लागि 7 मिनट लाग्ने गर्छ। प्रति व्यक्ति 3 RMB तिर्नुपर्ने हुन्छ। मेरो पहिलो अनुभव यसरी चाइनामा आएर वारपार यात्रा गर्दा, त्यो पनि बोटमा, जुन बोटमा चाहिँ हेभी भेहिकलहरू रहेका छन्। 7 मिनट यसरी पार गरे पछाडि चनच्याङको नानसान माउन्टेनभित्र जङ्गलमा गएर स्लो मोसनमा भिडियो बनाउँदा त अझ बेग्लै खालको खुसी मिल्दो रहेछ। तपाईँहरू देख्न सक्नुहुन्छ आइफोन 17 प्रो म्याक्सबाट लिएको यो स्लो मोसनको भिडियो तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। फेरि भन्नुहोला आइफोन 17 प्रो म्याक्सबाट भिडियो खिच्दाखेरि पनि देखाउनु पर्छ र भन्ने लाग्न सक्छ। मैले मेरो आफ्नो तितो मिठो अनुभव तपाईँहरूलाई सेयर गरेँ। निकै मजा नै आउँदो रहेछ। जङ्गलको बिचमा जङ्गलका चिल्ला बाटाहरू हरियाली वातावरणमा घुमिरहँदाखेरि एकछिन त मन प्रसन्न हुन्छ। सधैँ स्टडीमा फोकस, सधैँ रिसर्चमा फोकस, सधैँ ल्याबमा काम गरिरहँदाखेरि कहिलेकाहीँ त समय निकालेर यसरी घुम्नुको मजा बेग्लै हुन्छ। यो एक किसिमको छुट्टै उन्मुक्तता हो। रमाइलो पनि अत्यन्तै रमाइलो भइरहेको बेला मलाई क्यामेरातर्फ नरेश भाइले साथ दिइरहेका थिए। यहाँ देख्न सक्नुहुन्छ यसरी चाइनामा खेर गइरहेको छ आरू बखडा। खाने मान्छे छैन। रुखभरि आरू बखडा छ तर खाने मान्छे कोही पनि छैन। हेर्नुहोस् त, यो आरू बखडाका रुखहरूबाट आरू बखडा खसिरहेको छ। यसरी खेर गइरहेको छ। अझ हामी जुन ठाउँमा छौँ अथवा चज्याङमा, चाइनाको चज्याङको यो सिनेरियो हो। यसरी खेर गएको छ। अब यो पछि गएर मल बनाउनका लागि प्रयोग गरिन्छ। याङ्जाओ युनिभर्सिटीभित्र पनि थुप्रै छ आरू बखडाको रुखहरू, तर त्यहाँ पनि त्यस्तै छ। कसले खाइदिने आरू बखडा? रुखभरि आरू बखडा छ, खाने मान्छे छैन। लास्टमा यो पछि गएर मलको रूपमा प्रयोग गर्ने गरिन्छ। खेतमा चाहिँ राख्नका लागि, खेतमा चाहिँ यसलाई मल बनाएर प्रयोग गर्ने गरिन्छ। चज्याङको यो सिनेरियो तपाईँहरूलाई मैले देखाइरहेको छु। जङ्गलको बाटो, माउन्टेन छ, माथि गएर ठुलो पहाड छ, नानसान पहाडमा। यस्तो रमणीय ठाउँ छ यहाँनिर। उसो त वर्षायामको बेलामा चाइनाको चन्ज्याङको नानसान माउन्टेन घुम्नुको मजा बेग्लै छ। मसँग नरेश भाइ थिए। नरेश भाइले क्यामेरातर्फ साथ दिइरहेको बेला अत्यन्तै राम्रो सुन्दर ढङ्गले भिडियो खिचिरहँदाखेरि मनमा एक किसिमको कौतूहलता र खुसी भइरहेको थियो। हुन त यस्तो समय सधैँ जिन्दगीमा आउँदैन। समर भ्याकेसनको समयलाई पारेर हामी दुई भाइ चन्ज्याङको नानसान माउन्टेन घुम्न गयौँ। निकै रमाइलो पनि भयो। हरेक क्षण एकदमै मेमोरेबल बन्यो। यसरी समय मिलाएर बेला बखत कहिलेकाहीँ घुम्नु पनि पर्छ।